अ, हाम्रा येशू ख्रिस्टको नाउँमा यहाँहरू सम्पूर्णलाई जय मसीह तथा नमस्कार। आज फेरि पनि यहाँहरूको बिचमा मैले परमेश्वरको वचन लिएर आएको छु र यो परमेश्वरको वचनको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा न्यानो ख्रिस्टीय अभिवादन गर्न चाहन्छु। आमेन। र आजको परमेश्वरको वचनको शीर्षक रहेको छ, परमेश्वरले मानिस जातिहरूलाई पवित्र जाति पुजारीगिरी बनाउनुहुन्छ। प्रियजनहरू, हाम्रा येशू ख्रिस्ट प्रभु पनि पुजारीगिरी हुनुहुन्छ र उहाँलाई विश्वास गरेका ईसाई विश्वासीहरूलाई यानि कि ख्रिस्टियनहरूलाई पनि पवित्र जाति पुजारीगिरी हाम्रा येशू ख्रिस्ट प्रभुले बनाउनुहुन्छ भनेर पवित्र धर्मशास्त्र बाइबलमा हामी देख्न सक्दछौँ। प्रियजनहरू, प्रभु येशू ख्रिस्टलाई विश्वास गरेका ईसाई विश्वासीहरू पवित्र जाति पुजारीगिरी हुनुहुन्छ भनेर म यहाँलाई भन्न चाहन्छु। प्रियजनहरू, जब तपाईँ र हामीहरूले हाम्रा येशू ख्रिस्ट प्रभुलाई विश्वास गर्दछौँ, त्यसपछि हाम्रा येशू ख्रिस्ट प्रभुलाई विश्वास गरेका व्यक्तिहरू स्वर्गका राजकीय पुजारीगिरी हुनुहुन्छ भनेर म पवित्र धर्मशास्त्र बाइबलको वचनद्वारा यहाँहरूलाई स्पष्ट रूपमा बताउन चाहन्छु। हो, हाम्रा येशू ख्रिस्ट प्रभु स्वर्गीय पुजारीगिरी हुनुहुन्छ र उहाँलाई विश्वास गरेका ईसाई विश्वासीहरूलाई पनि येशू ख्रिस्ट प्रभुले स्वर्गका पवित्र जाति पुजारीगिरी बनाउनुहुन्छ, निजी प्रजा बनाउनुहुन्छ भनेर पवित्र धर्मशास्त्र बाइबलको नयाँ करारको पुस्तक पहिलो पत्रुसको पुस्तक 2 अध्यायको 9 पदमा परमेश्वरको वचनमा स्पष्ट रूपमा बताइएको छ। म यहाँहरूको बीचमा पवित्र धर्मशास्त्र बाइबलको पहिलो पत्रुसको पुस्तक 2 अध्यायको 9 पद यो समयमा वाचन गरेर सुनाइदिन चाहन्छु। यदि तपाईहरूसँग पवित्र धर्मशास्त्र बाइबल छ भने पल्टाएर हेर्न सक्नुहुन्छ। परमेश्वरको वचनमा यस प्रकारले लेखिएको छ, तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदयको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
आमेन। हालेलुया। प्रियजनहरू, प्रभु येशू ख्रिस्टलाई विश्वास गरेका इसाई विश्वासीहरू पवित्र जाति, पूजाहारी गिरी, परमेश्वरका निजी प्रजा हुनुहुन्छ। यसमा दुई मत छैन। र परमेश्वरले किन इसाई विश्वासीहरूलाई पवित्र जाति, पूजाहारी गिरी, स्वर्गका निजी प्रजा बनाउनु भयो त भन्दाखेरि उहाँका आश्चर्यपूर्ण कामहरूको घोषणा गर्नको लागि, यो संसारमा घोषणा गर्नको लागि परमेश्वरले इसाई विश्वासीहरूलाई यानि कि ख्रिस्टियनहरूलाई स्वर्गका पवित्र जाति, पूजाहारी गिरी, निजी प्रजा बनाउनु भएको हो। त्यसले गर्दाखेरि हाम्रा येशू ख्रिस्ट प्रभुले सम्पूर्ण इसाई विश्वासीहरूलाई, सबै इसाई विश्वासीहरूलाई यानि कि पिता, पुत्र, पवित्र आत्मा, त्रिएक परमेश्वर येशू ख्रिस्टलाई विश्वास गर्ने जति सबैलाई सृष्टिकर्ता परमेश्वरले पवित्र जाति, पूजाहारी गिरी, स्वर्गका निजी प्रजा बनाउनु भएको छ। त्यसले गर्दाखेरि म यो भिडियो मार्फत यहाँलाई के भन्न चाहन्छु भने, यदि तपाईहरू पनि पवित्र जाति, पूजाहारी गिरी, स्वर्गका निजी प्रजा बन्न चाहनुहुन्छ भने हाम्रा येशू ख्रिस्ट प्रभुलाई मण्डलीमा गएर आज नै, अहिले नै विश्वास गर्नुहोस्। नभए पनि यदि अहिले तपाईहरूलाई येशू ख्रिस्टलाई विश्वास गर्न पाए पर्दैन भने शनिबारको दिन मण्डलीमा सङ्गति हुन्छ। सङ्गतिमा गएर हाम्रा येशू ख्रिस्ट प्रभुलाई ग्रहण गर्नुहोस्, विश्वास गर्नुहोस् र स्वर्गका पवित्र जाति, पूजाहारी गिरी, स्वर्गका निजी प्रजा, परमेश्वरका निजी प्रजा बन्नुहोस् भनेर उत्साह दिँदै आजको यो भिडियोबाट म येशू भक्त गौतम यहाँहरूको बीचबाट बिदा हुन चाहन्छु। हस्त फेरि पनि यहाँहरू सम्पूर्णलाई प्रभु येशू ख्रिस्टको नाउँमा जय मसीह तथा नमस्कार। जय मसीह।